अनि सबैजना कबुत भन्नुस् योभन्दा ठुलो बेइज्जत के हुन्छ? बेइज्जत के हुनु? योभन्दा ठुलो बेइज्जत के हुन्छ? नेपालमा बेइज्जत गरेको साथी चोरले जना हुनुहुन्छ तपाईहरुलाई कस्तो लाग्यो यहाँ आएर? हामीलाई राम्रो लाग्यो। यो चाहिँ राम्रै बनाएको रहेछ तर यो चिज चाहिँ विराटनगरमा बनाउनु पर्थ्यो क्या। यो विराटनगरको बीच बजारमा बनाइदिएको भए कति राम्रो। अब एउटा जेल बनायो भने चाहिँ एकदम उपयुक्त हुन्छ यहाँ। म अहिले केपी टावर केपी ओलीको टावरमा आएको छु। यहाँनेर हेर्न कस्तो रहेछ भने अब यहाँनेर नेपालको कति 2 खर्ब जति बजेट फसाएको छ यस्तो ठाउँमा लिएर। यहाँ के छ भने यहाँ म एकजना मान्छेसँग म कुरा गर्दैछु हेर्नुस्। हजुर नमस्कार। के भन्दिनु न? म त यो नेपालको राष्ट्रभक्ति हुँ। हजुर यस्ता चोर नेता यस्ता भतुवा यस्ता कपुतले हेर्नुहोस् नेपालको बेइज्जत माथिको त झन्डा हेर्नु त। त्यो झन्डालाई के भन्नुहुन्छ? झन्डा हेरेर के भन्नुहुन्छ? नेपालको राष्ट्रिय झन्डालाई च्याटा झन्डा देखाएको होला हेर्नुहोस्। अनि सबैजना कबुत भन्नुहोस्। योभन्दा ठुलो बेइज्जत के हुन्छ? बेइज्जत के हुनु? योभन्दा ठुलो बेइज्जत के हुन्छ? नेपालमा बेइज्जत गरेको साथी चोरले यत्रो बनाएको चाहिँ एउटा झन्डा फेर्न सकेको छैन। माथि हेर्नु त यहाँ आएको मान्छेहरूलाई 50-50 रुपियाँ मागो भने झन्डा फेर्न भनेर दिँदैनन्। कस्तो चोर रहेछ साथी भन्नु त। हजुर 50-50 रुपियाँ मागो भने झन्डा फेर्न भने दिँदैन। जनतालाई साथै चोर दुनियाँ भ्रष्टाचार ल्याएर राम्रो झन्डा हाल्न सक्दैन चोरले। त्यही भएर ल त्यो चोरलाई जति गाडी पनि पुग्दैन त्यहाँ गाडी गर्न आफै मुख दुख्छ खाना धेरै गाडी नगर्नु थुक्छु जना हजुर। कम्तीमा पनि 2 खर्ब बजेट लिएर पैसा यहाँ लिएर यस्तो ठाउँमा लिएर फसाएको छ होइन। एउटा झन्डा फेर्न सक्दैन त्यस्तो झन्डाको हालत त्यस्तो च्यातिएको छ नि पुरै खराब छ। एउटा झन्डा फेर्न नसक्ने के हो यार? केपी ओली ठाउँ के हो यो खुलेको? अरे केही छैन, मान्छे आउँछन् 20-25 जना आउँछन्, नाम टिपाएको छ बाहिर, केही छैन होइन। झन्डा फेर्न सक्दैन एउटा यत्रो बनाएको छ देशको। योभन्दा ठुलो बेइज्जत के हुन्छ अरू? कम्तीमा पनि 2 खर्ब बजेट यस्तो ठाउँमा लिएर फसाएको छ। यो झन्डा एउटा झन्डा पनि फेर्न सक्दैन। त्यो पनि यस्तो मान्छेलाई भोट दिएर के गर्नु? यस्तो मान्छे ओली यो बीच गाउँ पनि होइन बीच चोरीमा लिएर बनाएको छ यस्तो टावर। यसलाई यो टावरमा के फाइदा छ? न बाटोको राम्रो सुविधा छ, यस्तो बिचमा लिएर बनाएको टावर छ। यो इतिहास यस्तो बिच टावरमा बिच बारीको खेतको बिचमा छ। यो पनि पुरै गाउँ बस्ती भए पनि हुन्छ, बाटो समेत राम्रो छैन। यस्तो ठाउँमा लिएर यत्रो ठुलो पैसा लिएर फसाएको छ यहाँनेरि र यत्रो लगानी लाएर बनायो अरे न केही मेन्टेनेन्स छ यार। भित्र छिर्न पाउँदैन, मजाले कम्प्लिट भएको छैन, उद्घाटन गरिसक्यो। यस्तो छ यो झार बढेर यस्तो छ, झार काट्नु छैन के हो यस्तो। अनि त्यसपछि माथि झन्डा सबैभन्दा ठुलो घोर बेइज्जत के छ भने यहाँ माथि एउटा झन्डा छ, त्यो झन्डा च्यातिएको छ, त्यो झन्डा फेर्न सक्ने हिम्मत छैन। यहाँनिर आउने मान्छेलाई पैसा दियो मागो भने झन्डा फेर्छु भन्नु भने त दिँदैन। अघि एक अङ्कलले भन्नुभएको थियो, एकजना अङ्कलले पैसा दियो भने 50-50 उठायो भने पनि म दिन तयार छु, झन्डा दिन्छु भन्नुहुन्थ्यो। झन्डा फेर्न त मागोस् न, पैसा मागो भने दिन्छ झन्डा, त्यही पनि छैन। यत्रो यो पैसा कुनै इम्पोर्टेन्ट चिजमा युज गरे भए त हुन्थ्यो नि त। यो बनाउनु त बनायो तर के अर्थले बनायो क्या? यसलाई कुनै ल यही झापीमा बनाउँथ्यो भने ल यो दमक चोकतिर बनाएको थियो भने त हुन्थ्यो नि त। कहाँ यो बिचमा लिएर पैसा फसाएको छ? यो के हो यस्तो? यो त जनताले तिरेको करको पैसाको सत्यानाशै हो। यो पैसा डुबाउनु भन्दा केही मैले उचित देखिनँ। राम्रो छैन भने होइन, राम्रो बनाएको छ भन्न चाहिँ, तर युटिलाइज राम्रो भएको छैन, यसलाई कम्प्लिट भएको छैन, उद्घाटन गरेछ। यसलाई चाहिँ खासमा अब यसलाई यो केही युज त आएको छैन। यसलाई भनेपछि अब एउटा जेल बनायो भने चाहिँ एकदम उपयुक्त हुन्छ। यहाँ वर्ल्डको सबैभन्दा अग्लो जेल कहाँ भनेर नेपालमा भनेर एउटा रेकर्ड पनि बन्छ, जेल पनि भयो। र यो जेलमा केपी ओली शेरबहादुर देउवाहरू जस्तोलाई लिएर खाद्ने र अनि त्यो जेलमा टुरिस्टहरूलाई पनि हेर्न आउने गरी, प्रचण्डहरूलाई पनि हालेर टुरिस्टहरूलाई पनि हेर्न आउने गरी गऱ्यो भने चाहिँ हुन्छ। नत्र यो बिल्डिङको केही फाइदा देखिएन। यत्रो झन्डै 2 खर्ब रुपियाँ लिएर यहाँ यस्तो बिल्डिङमा फसाएको छ, यस्तो बनाएर फसाएको छ। बनेर रेडी भएको 2 वर्ष भइसक्यो, भित्र जान दिँदैन। कस्तो छ भित्र थाहा छैन, भित्र जान दिँदैन कस्तो छ। अनि माथि झन्डा छ, झन्डा पनि फेर्न सकेको छैन, झन्डा च्यातिएर पुरै खराब भएको छ, पुरै एकदम कामै नलाग्ने भएको छ, झन्डा नि फेर्दैन। अनि यो
बनाएको के को लागि केही थाहा छैन बिजनेस कम्प्लेक्स अरे वरिपरि केही छैन भैँसी चर्ने चोरीको बिचमा लिएर बिल्डिङ बनाएको छ त्यसलाई बिजनेस कम्प्लेक्स भन्छ कुन पाराले हो कसरी यो बिजनेस कम्प्लेक्स भयो यो भैँसी पाल्ने चोरी बिचमा लिएर कि भैँसी आएर पैसा तिरेर घुम्छ कि भैँसीलाई माथि लिएर घुमाउने हो के हो यो कुन पाराको बिजनेस कम्प्लेक्स हो यो भनेको गणतन्त्र होइन लुटतन्त्र नै भन्दा हुन्छ भैँसी चर्ने चोरीमा लिएर एउटा टावर बनाएको छ वरिपरि भैँसी छ बिजनेस कम्प्लेक्सको नाममा यहाँ अगाडि एउटा चटपटे पसल छ दुई तीनवटा चटपटे पसल छ त्यो बाहेक अरू केही छैन यसलाई बिजनेस कम्प्लेक्स कसरी भन्ने बिजनेस कम्प्लेक्स कसरी भन्ने यो चल्ने भनेको कि विराटनगर कि इटरी कि दमक बजारमा हुनुपर्छ यो बिजनेस कम्प्लेक्स होइन यो भैँसीलाई लिएर यहाँ हेरायो मात्र हो यो वरिपरि भैँसी नै भैँसी छ म यहाँ 1-2 जना घुम्न आउनुभएको मान्छेसँग कुरा गर्छु के भन्नुहुन्छ हेरौँ है 3 जना हुनुहुन्छ तपाईहरुलाई कस्तो लाग्यो यहाँ आएर हामीलाई राम्रो लाग्यो यो चाहिँ राम्रै बनाएको रहेछ तर यो चिज चाहिँ विराटनगरमा बनाउनु पर्थ्यो क्या यो विराटनगरको बीच बजारमा बनाइदिएको भए कति राम्रो हुन्थ्यो त्यत्रो कि इटरी दमक बजारै हो नेपालको दोस्रो सहर विराटनगर यहाँ किन बनाएको यहाँ त गाई भैँसीले मात्रै हेर्छन् जस्तो लाग्यो हामीलाई हेर्दा चाहिँ आज चाहिँ हामी जन्ती आएका छौँ अहिले धेरै हुनाले र त्यही भएर धेरै मान्छे आएका छौँ नत्र यहाँ खासै मान्छे आउँछन् जस्तो चाहिँ लागेन मेरो विचार तपाईहरुलाई लाग्छ यो बिजनेस कम्प्लेक्स जस्तो लाग्छ वरिपरि हेर्दा के देख्नु चटपटेको ठेला बाइक अरु केही देख्नु भयो केही छैन चटपटे यसो बोकेछन् यहाँ को आइदिन्छ होला चटपटे खान जस्तो लाग्यो मलाई यहाँ बिजनेस केको बिजनेस होला जस्तो लाग्छ तपाईलाई भैँसी आएर टिकट काट्ने हेर्ने जस्तो लाग्छ कि लाग्दैन लाग्छ यो विराटनगरमा हुन्थ्यो भने यो नम्बर 1 केपी वाला हामी अरु भोट दिन्थ्यौं तर यो हेरेर चाहिँ खासै दिउँ जस्तो लागेन केपी यहाँ घुम्न आएको मान्छेहरुको प्रतिक्रिया सुन्नुभयो के भन्नु उहाँहरुले आफ्नो मान्छेको आफ्नो प्रतिक्रिया हुन्छ यसलाई चाहिँ के बनाउने उचित हुन्छ तपाईहरु आफै कमेन्ट गर्नु होला यो बनाएको केही औचित्य देखिन बिजनेस कम्प्लेक्सको नाममा यो बनाएको छ यो कुन पाराको बिजनेस कम्प्लेक्स हो यो कुन पाराको बिजनेस हो त्यही कन्फ्युज छ यो बीच चोरीमा लिएर बिजनेस गरिरहेछ कुन पाराको बिजनेस कम्प्लेक्स हो यो बीच चोरीमा बनाएको छ यहाँ वरिपरि भैँसी चरिरहेछ बाख्रा चरिरहेछ कुन पाराको बिजनेस कम्प्लेक्स हो यहाँ अगाडि भनेको यहाँ अगाडि चटपटे पसल छ चटपटे पसल कुन पाराको बिजनेस कम्प्लेक्स हो यो के भन्नु यहाँनिर अरू कोही नआए पनि मान्छेहरू यसो केही वरिपरि यहाँ प्रोग्रामहरू केही त्यस्तै हो भने आउने रहेछन् घुम्न टाढाबाट अनि यहाँनिर भनेको लोकल मान्छेहरू 1-2 जना आयो के हेर्नु यहाँ केही छैन यत्रो टावर छ केही छैन यहाँ हैन यो मेरो फ्यानहरू 1-2 केटाहरू यहाँनिर एउटा झन्डा फेर्न सक्दैन यहाँ मैले भाइहरूलाई भेटेँ भाइ के भन्छ यहाँ कस्तो लाग्यो तँलाई यहाँ आएर कस्तो लाग्यो भन्न यहाँ भन्न कस्तो लाग्यो यो यस्तो केपी चोरले बनाएको किन ठिक छैन हो ठिक छैन केटाकेटी त थुक्दैछ नि के भन्छस् भाइ के भन्नु अरू भेट्यो भाइहरू हल्का मजाक गरिरहेछन् तर यो बिजनेस कम्प्लेक्सको नाममा लुटतन्त्र नै हो साँच्चै भन्नुपर्दा लुटेकै हो यो अरू केही छैन चटपटे पसल छ अगाडि 2-3वटा चटपटे पसल खानु लागि यत्रो बिल्डिङ किन खर्च बनाउनु पर्यो के भन्ने यो बिजनेस कम्प्लेक्सको गेटमा यस्तो छ यो बिजनेस कम्प्लेक्सको बिजनेस यही हो यहाँ मान्छेहरू घुम्न पनि आउनु भएको छ 1-2 जना गाईघाटबाट आएको छु केही भन्नुहुन्छ कस्तो लाग्यो हजुरहरूलाई यो कस्तो लाग्यो एकदम राम्रो लाग्यो चौरीको भैँसी चर्नेको बिचमा लिएर बिजनेस कम्प्लेक्स भनेर बनाएको छ तपाईहरुलाई के लाग्यो भैँसीहरू आएर हेर्ने जस्तो लाग्यो कि हैन एउटा व्यापार बिजनेस पनि यहाँ बाटो राम्रो बनाएर राम्रो भयो हैन भैँसी पनि अब गाउँघरमा त्यही त हो सबैले पालिहाल्छन् बाटो राम्रो भयो भने यहाँ राम्रो हुन्छ एकदम फेरि आउँला नमरे बाजे दैवेले साथे यहाँ बिजनेस कम्प्लेक्सको वरिपरि भएको बिजनेस चाहिँ यही हो है यस्तो चोरीको बिचमा बिजनेस कम्प्लेक्समा बिचमै पानीपुरी पसल छ एउटा चटपटे पानीपुरी पसल मकैबारी पसल यसैलाई बिजनेस कम्प्लेक्स यस्तो अरे अहिले चाहिँ हामी यहाँबाट जाँदैछौँ यस्तै वरिपरि छ यहाँ अगाडि भैँसीको अरू चर्छन् यतावरि चोरी छ यस्तोलाई बिजनेस कम्प्लेक्स भन्दा फगट्या पैसा खर्च गरेछ 2 खर्ब जति यो पैसा अलि राम्रो ठाउँमा युटिलाइज गरे भए अर्को पालि पनि भोट दिन्थ्यो होला तर यस्तो ठाउँमा खर्च गरेर